6 बजिसकेको छ अनि हामी यहाँबाट चाहिँ लुकुम जाने लुकुमबाट चाहिँ चौरी खर्क जाने कि भन्ने छ। अब त्यहाँ बाटो साथ सोच्छौँ के कति सजिलो छ सजिलोसँग त्यहाँ जान्छौँ अनि यहाँ होटलबाट चाहिँ हामी निस्किसकेका छौँ। अब हेरौँ बाँकी राइड कस्तो हुन्छ। अब गर्नु पऱ्यो गएर रमाइलो स्कुटर केही भएदेखि चाहिँ स्कुटीहरू रहेछ। उसले उस भन्थ्यो यार तर यार स्टार्ट गर्नु भन्थ्यो यार पोलिसन भाइ स्टार्ट गरिसक्यौँ अनि त्यस हिजो चाहिँ थन्किएको थियो अनि ग्यारेजवाला दाइले पनि यस्तो बनाएको थियो अनि त्यही भएर जाँदाखेरि स्टार्ट गरेर जानु भन्थ्यो। होटल देखाइदियो त होटल चाहिँ यही हो दामी छ कोठाहरू। हिजो मजाले खाइयो बस्यो अनि बिल कति आयो दा 1300 मात्र 1300मा खर्च जतिको एक रातको रुमसुम सबै गरेर अनि अब हामी चाहिँ अब यहाँ चाहिँ लुकुम जाने डाइरेक्ट लुकुम जाने लुकुम पछि अनि चौरी खर्क भन्ने ठाउँमा चाहिँ अब त्यहाँ बाटो अलिकति अफरोड छ कि कस्तो छ न त डबल जान छ। मैले अफरोड भएपछि त्यति जान ट्राई गर्दैनौँ तकसेरा घुमेर फर्किन्छौँ। यदि बाटो ठिकै छ जान सकिन्छ भने चाहिँ चौरी खर्क पुगेर नै फर्किने भन्ने छ। अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किने हो। हल्का यो बजार देखाइदिउँ भनेर चाहिँ मोबाइल माउन्ट गरेको छु र म एउटामा अन्त उठ्यो। अब यहाँबाट हामी चौरीदह भन्ने ठाउँमा जाने चौरी खर्क दह पनि जाने थियो। एउटा सुन्दह पनि दामी नै थियो यार तर कहाँ रहेछ ठाउँ चाहिँ कस्तो रहेछ नि हामी त नजिकै होला भनेर ती अनुसार प्लान बनाएर आयौँ अनि टाढा टाढा हाम्रो रहेछ क्या। हामी त के हेर्दै तक्सेरा भनेर अनि आइहाल्यौँ अनि राम्रो प्लान भएको छैन पनि अब काठी नजिक पुगिसकेका छौँ हामीहरू। अब चाहिँ यहाँ दामी रहेछ झरना त यो के भन्छ नेचुरल झरना त होइन तर यो चाहिँ बत्तीको जुन बत्ती निकाल्नलाई पानी युज हुन्छ नि त्यसको चाहिँ यता निकालेको रहेछ पानी चाहिँ अनि यता झरना टाइपको दामी भएको छ। यहाँ गोपाल यहाँ छँदैछ आशिष छँदैछन्। अब हामीहरू निस्किन्छौँ।
अहिले चाहिँ हामी एउटा जक्सनमा छौँ जहाँदेखि 21 किलोमिटर भित्र गयो भनेपछि यो तकसेरा आउँछ। अनि यो ठाउँ चाहिँ अहिले हामी म बसेको ठाउँलाई चाहिँ यो काँक्रे भन्दो रहेछ। अनि यहाँदेखि 5 किलोमिटर माथितिर गएपछि चाहिँ लुगुम भन्ने आउँदो रहेछ। अनि हामी चाहिँ यो चौरी खर्क जानलाई चाहिँ अब त्यहाँबाट बुझेर जाम लागेर चिया खाने लुगुम गएर यहाँबाट 5 किलोमिटर टाढा छ। ल जाम हामी अहिले जान्छौँ। राइड मजा आएको छ। अरू पछि भेटौँला। हामी काँक्रेभन्दा धेरै माथि अगाडि लुगुम भन्ने गाउँमा आएको छौँ। हामीहरूले केही बोलेर भन्दा पनि हजुरको ब्याकग्राउन्ड यहाँको दृश्यले नै गाउँ कतिको राम्रो छ भनेर देखाइदिइहाल्छ। अनि यस्तो रहेको छ गाउँहरू। अनि अब चाहिँ हामी यहाँबाट खाजासाजा खाएर चौरी खर्कतिर लागिहाल्छौँ है त। अहिले चाहिँ हामी लुकुमबाट चाहिँ त्यही 45 मिनट अफरोड अगाडि आएर चाहिँ हामी चाहिँ अहिले चुङ्ग्री बुकी भन्नेको जुन यहाँबाट ट्रेकिङ स्टार्ट हुन्छ। अनि लुकुम र बागलुङको सिमाना थोरै छ, धेरै छैन। अब सायद 500 मिटर अगाडि गयो भने बागलुङको सिमाना आउँछ। यो चाहिँ चुङ्ग्री बुकी चौरी खर्क जाने बाटो। यहाँबाट करिब 30 मिनट बाइक स्कुटरमा हिँड्यो भने हामी पुग्छौँ बेस क्याम्प चौरी खर्क जाने। अनि त्यहाँबाट चाहिँ 1 घन्टाको ट्रेकिङमा चौरी खर्क पुग्नेछौँ। अनि त्यही हो अलिअलि त भाइब्स त आइरहेको छ माथि। त्यो के अरे पाटनहरू त देखिरहेको छ, खालि डाँडा मात्र देखिरहेको छ। अनि अब चाहिँ बाटो चाहिँ यस्तो छ। स्कुटी 3 जना छौँ, डबल सिङ्गल गरेर के हुन्छ कसरी हुन्छ जाने हुन्छ। तर बाटो चाहिँ तलतिर चाहिँ अलि अप्ठ्यारो थियो बाटो। दुईजना बस्दाखेरि तानेन अनि हिँड्नु परेको थियो झरेर। अरू त ठिकै छ, रमाइलो छ, ठाउँ त ठिक छ। पूर्वी लुकुमको रमाइलो दृश्यहरू हेर्दै अगाडि बढियो। अब केही बेरमा चौरी खर्क पनि पुग्नेछ। बाटो अप्ठ्यारो छ। अब यहाँबाट चाहिँ हामी आधी घन्टा चढेर चाहिँ माथि बेस क्याम्पमा जान्छौँ। बेस क्याम्पमा त्यहाँ स्कुटी के अरे हाम्रो साधन राखेर चाहिँ त्यहाँबाट हिँडेर जानुपर्ने रहेछ, नियमै रहेछ। किनकि त्यहाँ बाटो अलिक अप्ठ्यारो नै छ अरे। अनि सबैले जान दिएन। त्यही भएर चाहिँ त्यहाँबाट हामी 1-1.5 घन्टा चाहिँ हिँडेर जान्छौँ। अब हामी सिधै बेस क्याम्पबाट भिडियो बनाउँछौँ। थ्याङ्क्स फर वाचिङ। चौरी खर्क भन्ने ठाउँमा जाँदैछौँ। स्कुटीले नतानेर 3 जना थियौँ। अनि म अलि हिँडेँ, अलि तलसम्म मैले चलाएँ। अनि हिँड्दैछौँ। स्यास्या भइसक्यो, कहिले नहिँडेको ठाउँ चाहिँ एकदमै बवालै छ। अहिले नै बवाल देखिरहेको छ। यहाँबाट 15 किलोमिटर राइड। अनि त्यसपछि फेरि 1 घन्टा उकालो ट्रेकिङ गर्ने अरे। माथि भ्यू चाहिँ एकदम दामी छ अरे। त्यहाँ गएपछि सब थकान मेटिन्छ भन्छन् क्या अरे। लेट्स सी के हुन्छ। हाम्रो त ठाउँ त राम्रै छ। अलिकति
स्कुटी सिङ्गल त तान्छ, सिङ्गललाई त तानिहाल्छ एन्ड ट्रकले, डबलमा अलिकति गाह्रो पऱ्यो। Shit. बाटो चाहिँ लास्टै अप्ठ्यारो छ, डबल त इम्पोसिबल जाएर आउनु स्कुटीमा, लास्टै ऊ भयो स्कुटी पनि एकदम दुःख पायो। अब चाहिँ अझै माथि छोडेर अब यहाँबाट देखिसक्यो आँखाले, अनि भ्यू चाहिँ यहीँबाट यति बवाल छ, माथि झन् कति बवाल हुन्छ। अब माथि गएर भेटौँ त। लास्ट नै अफरोड, तर दृश्य भने हेर्न लायक छ। जति अफरोडमा स्कुटर कुदाउन दुःख गरियो, सबै यहाँ आएर एकदमै मन शान्त हुने अनि सबै दुःख चाहिँ बिर्सिँदो रहेछ। ठाउँ नै धेरै राम्रो, जे होस् हिजोबाट घुम्नलाई आएर दुःख गरेर धेरै राम्रो ठाउँ हेर्न पाइने भयो। अझै हामी डेस्टिनेसन हामी पुगेकै छैनौँ, बाटोमै छौँ। बाटो एकदम धेरै नै दुईवटा बस्नै नमिल्ने, यो सिङ्गल पनि गाह्रो रहेछ। अहिले चाहिँ हामी यो आधी घन्टाभन्दा बढी नै भयो, बाटो अप्ठ्यारो भएकोले चाहिँ यहाँ बल्ल 15 मिनट, आधी घन्टा 45 मिनट जति भयो भर्खर आइसक्यौँ हामी यहाँ। यहाँबाट हामी चुङ्ग्री गुर्फ चौरी खर्प जान्छौँ। यहाँबाट फुल ट्रेकिङ हुन्छ, अनि यो हामी 3 डेको फर्स्ट ट्रेकिङ हो। अनि हामी अहिलेसम्म धेरै हिँडेका पनि थिएनौँ, घरबाट कहिले गयो भने हो, यिनीहरू त सास पनि त हुआ, अरू त त्यस्तो एक्सपिरियन्स त के हुनु। बाटो सिङ्गल त त्यस्तो अप्ठ्यारो मानेन, सिङ्गलको लागि ठिकै छ। अनि यहाँ चाहिँ खाना खानु खोजेको, खाना रहन्छ यहाँ, ग्यास रहन्छ आज। अनि यहाँ अगाडि दाइहरू आउनुभएको छ, दाइहरू गइसक्नु भएछ। अनि अब चच्चा चाहिँ खाएर हिँड्नुपर्ने छ। अनि यहाँबाट चाहिँ लगभग 1.5 घन्टा बढी पुगिन्छ। तर यहीँबाट फर्क्यो भने पनि त्यस्तो रिग्रेट हुने छैन कि, यहीँबाट सबै देखिन्छ। यहाँबाट यति बवाल छ भ्यू, यति बवाल, लाइक आई नेभर, म अहिलेसम्म आएको थिएन यस्तो ठाउँमा, कहिले देखाएको थिएन मैले। अनि हामी 10 डेको फर्स्ट ट्रेकिङ हो यो। ल हेरौँ अब कस्तो हुन्छ। हिँडेको 5 मिनट भएको होइन, आधी सास गइसक्यो, एउटा चाउचा खाइसक्यो, पानी 1 बोतल भइसक्यो, अझ हिँड्न डबल छ। चर्को स्वरमा बोल्न सकिरहेको छैन, यति गाह्रो छ। यति कस्तो उ नगरे पनि होला कि, पहिला बाँध्न परेन नि होला, तर ठाउँ चाहिँ कति बवाल छ। यस्तो छ नजारा, यस्तो छ नजारा। भ्युज यहाँ गोपाल यहाँ छ, नि त आशिष त्यहाँ क्यामेराले भिडियो बनाउँदैछन्। अनि त्यो राम्रै भइरहेछ। अरू थगाइरह माथि त्यहाँ कप यस्तो घुमेको डाँडा चाहिँ उता साइडतिर जानुपर्ने, उता परको डाँडा परको हो, उता नजाने रे, थोरै रहेछ त है। अटोमा अहिले भिडियो बनाएको, अनि त्यो भएर चाहिँ पानीको चाउचाउको भरमा ट्रेकिङ के थाहै भएन। हामी धन्न आज हामीले त्यहाँ खाजा खाएर अलि ठिक भएन, ठिक भयो। अनि कस्तो छ राजा, कस्तो भइरहेको छ, कस्तो लागिरहेको छ तिमीलाई अहिले? ठिक छ एकदम, उता भएन। हिजो यसलाई त्यहीँ उहाँ रुकुमकोटमै अल्टिट्युड सिकनेस भयो भन्दै थिएँ। यहाँ कस्तो हुन्छ, रमाइलो छ, आउनुपर्ने हुन्छ एकचोटि। अब मैले यदि एउटा छोटो के भन्छ यार, सर्ट डिस्टेन्सको ट्रेकिङहरू गऱ्यौँ भनेपछि
बानी परिन्छ। अर्कोचोटि आउँदा ड्रोन लिएर आउने हो। अर्कोचोटि चाहिँ अब पर्पर सेटअपको साथ हेर्नु यस्तो 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 लुगामा यस्तो लुगामा ब्यागी प्यान्ट। खास हामी यो थाहै थिएन, यो छ भन्ने पनि थाहा थिएन। हामी त रुकुमकोट घुम्ने त्यति नै भन्ने थियो। अनि राति नै युट्युबमा भिडियो छिडियो हेऱ्यौँ अनि यता जाने रहेछ अनि आइदिएको। मैले त यो मलाई हाइटबाट लास्ट डर लाग्छ, तलतिर हेर्न सकेको थिएँ मैले। ओ माई गड सो स्केयर यार। अब पर्को अरू पर पुगेपछि बनाउँछु। ठाउँ आइसकेको छ, दामी सिन आयो जस्तो छ। कपाल छिचेरहेको छ, थकाइरहेको छ। ओ माई गड। एकैछिन है एकैछिन गोबर साग जस्तो के हो यो? साग हो? साग यस्तो छ। ओ माई गड। यस्तो छ। अब रेस्ट गर्छौँ। कति हिँड्नु पनि आयो? 100-200 मिटर पनि हिँडेनौँ क्या। ओ माई गड। तर यो कस्तो हुन्छ उवास त ख्याएको बाल यहाँ चाहिँ न उवास त यो पहिला विन्डो 7 हो कि कतिमा हुन्थ्यो नि वालपेपर त्यस्तो त्यसमा पछाडि ब्याकग्राउन्ड माइक्रोसफ्टको जस्तो आमा यस्तो छ। आइसकेका छौँ। अर्को डाँडाबाट भित्र दाहिनेतिर लाग्नु होला। धेरै छ, झन् टाढा हुन्छ, झन् टाढा। कति बेला जानुभएको हजुर? हामी ट्याक्क 8 बजे हिँड्यौँ। 12 बजे आयो। गाह्रो छ। अरू देखिन्छन् त्यहाँ फुलहरू फुलेका छन्। अब चाहिँ हामी डेस्टिनेसनमा लगभग आइसकेका छौँ। तर त्यति त्यही धौ भएन किनकि बाटो त्यति क्यामेराम्यान सोध्दैछन्। अनि कस्तो यो भ्लग गरेको बानी परेको थिएन त्यो हात आइरहेको भ्युजमा। तर रमाइलो बा गफ राम्रो गफ हुँदै गयो होइन दाजु। अब हामी चाहिँ तर आज जसरी भयो भने हामी त्यहाँ पुगेर मजाले धितमरुन्जेल टाइम स्पेन्ड गर्ने अनि बल्ल तक्सेर पुग्ने। राति नै किन नहोस्, अगाडि पुगेर मोबाइलको टच मारेर पनि गर्ने होइन दादा। साथी हिँडिहाल्छन्। तर अब आइसकेको छ लगभग। तर एउटा कुराकै कपाल यो गाई बस्तीहरू त्यहाँ कसरी आउँदा होला है? तलबाट ल्याउँछ न 4-5 दिन चराउँछ नि यहीँ बस्छन् मान्छेहरू। अनि फिर्ता ल्याउँछन् क्या। पानी खान्छ पानी पर्दैन, सही चिसो छ यो घाँस होइन, पानी पुगिहाल्छ कि यस्तो छ त्यस्तो होइन के चिसो महिनामा तिमी पानी किन धेरै खानु होइन? चिसो महिनामा पानी धेरै खाँदा पनि चिसो पनि हुन्छ। भ्यू चाहिँ अझ आइसकेको छ है भ्यू। तर हामी जाने कता यो पारी हो कि अझ डाँडा पारी? तर हुन्छ हामी गफ गर्दै गइरहेको। हेरौँ न। तर अघिसम्म चाहिँ सेतो फुल मात्र चाहिँ अहिले पहेँलो फुल देखिन्ला। पहेँलो अनि ब्लू कलरको। ब्लू होइन यो त भोइलेट हो यार। ओ यो त के हो? वाट द यहाँ
हो नो तर यहाँबाट गुड्की पनि मान्छे छोप्छन् होला कि भेटिन्छ कि के होला हड्डी मात्रै कहीँ भेटिन्छ होला त्यो पनि काटिन्छ होला अफ सर्ट एकदम सानो फुल तर यसले चाहिँ लास्टै कस्तो अट्र्याक्ट गर्ने यो यस्तो छ फुल अघिसम्म चाहिँ व्हाइट मात्र थियो अहिले चाहिँ येल्लो र यो भोइलेट गएको देखिन्छ यस्तो सिन छ यार तर यहाँ क्याम्पिङ गर्ने मिल्छ भन्ने सोचिरहेको थियौँ तर मिल्दैन किनकि हावा यहाँ अति लाग्दो रहेछ हावा तर सिन चाहिँ अति बवाल छ चक्कर लगाइसक्यो यार नेपालको झन्डा रहेछ गेट जस्तो त्यो पारिबाट यस्तो जानुपर्छ मलाई लास्टै डर लाग्यो अहिले त लास्टै के गोपाल अहिले त अति बवाल डर लाग्यो यार लास्ट यार यस्तो डर लाग्यो मलाई त फर्किँदा मलाई डर लाग्यो भने यस्तो छ सिन यहाँको हाँसी जाँदा सर्टिँदैछन् यहाँ यस्तो छ यहाँ गोपाल छ तर मलाई लास्टै किन चक्कर लाग्ला जस्तो कि अघि त्यहाँ फोटो खिच्न गएको थिएँ डर लाग्दो भयो साँच्ची यार पुगिन्छ लाभा थोरै छ आइस पछाडि नजाउनु आइस तिमी पछाडि नजाउ सिधै प्याराग्लाइडिङ च्यातिन्छ होला प्याराग्लाइडिङ राजा यहाँ प्याराग्लाइडिङ च्यातिन्छ होला आइयो तर मैले साइडमा हेर्ने एकचोटि साइडमा हेरेको छैन मैले साइडमा हेर्ने आँटै गर्न सकेको छैन मैले यति छ सो फ्रिकिङ स्केरी म्यान मैले साइडमा हेर्न सकेको छैन अगाडि अलिअलि उता फेरि भ्यू लास्ट राम्रो छ अरे आशिष त्यहाँ हालत खराब भइसक्यो यार केटा नजानु अगाडि नजानु केटा हो मैले बाटो बाइक साइड हिँड्न सकेँ होइन तर यहाँ चाहिँ अलिक ठिक छ यहाँ चाहिँ ठाउँ राम्रो रहेछ यहाँ ठाउँ ठिक छ फाइनली डेस्टिनेसनमा पुगिसक्यौँ तर क्या एकैछिनमा डर पनि हरायो अनि हात टिक्दै आइयो आशिष त्यहाँ छन् दुई घन्टै लाग्यो तर पनि हामी चौरी खर्क भन्ने ठाउँमा आइपुग्यौँ अनि लास्टै मलाई हेर्नै मिलेन कि त्यहाँ अनि यस्तो पल्टेको कस्तो आफूलाई त्यो यो डाँडाले ताने जस्तो भयो लास्टै डर लाग्यो एकछिन अब 1-2 घन्टा हामी यहाँ रेस्ट गर्छौँ यतिको पल्टिन्छौँ अनि अलिअलि क्लिपहरू खिच्छौँ फेरि फर्किहाल्छौँ बाटो अहिले पनि त्यस्तो बाटो हिँड्थेन
बाटो अप्ठ्यारो भए पनि दृश्य निकै सुन्दर छ। यहाँ लगभग 2 घन्टा होइन 2 घन्टा टाइम स्पेन्ड गरेर अब फर्किन्छ लास्ट बेला त अहिले अघि त डर लाग्यो हरायो यस्तो भइसक्यो पुरै बादल अधेर भइसक्यो के कस्तो चिसो तर यहाँ लास्टै हिउँ पर्दैछ त्यही बेस क्याम्पनिर हिउँ पर्ने रहेछ तर अहिले त लास्ट तर बाइक हेर्छ आउला र ए अक्सिजन पुग्दैन होला तर अति बढ्दो ठाउँ एकचोटि चाहिँ आउनै पर्छ यार ट्रेक छोटो छ तर बिगिनरको लागि चाहिँ एकदम ठिक छ अनि माथिबाट त्यो चिसो बढीसँगै त्यहाँबाट भेडाहरू चाहिँ सबै आइसकेका छन् भेडा नै आइसकेका छन् ग्रुपमा ल्याएको छ अब हामी यहाँ दिदीहरूसित ग्रुप फोटो खिचेर अनि गइहाल्छौँ अनि हाम्रो पनि 3 जनाको फोटो खिच्ने भन्ने छ अनि हामी 3 जना छौँ ओह्रालोमा अलिकति अप्ठ्यारो जाँदैन हाम्रो गाडीमा जाने हो के छ अब सक्नु लाग्यो अघि उहाँले ल्याइदिनु भएको उहाँले आशिष राजा गाडीमा पछाडि उठ्दै आए भ्रमण गर्दै आयो होइन राजा तिमीलाई अहिलेसम्मको ट्रिप कस्तो लागिरहेको छ राजा मलाई 10 आउट अफ 10 मलाई चाहिँ 10 आउट अफ 11 तर नसोचेको ठाउँ यतिको बजेटमा यतिको ठाउँ घुम्न पाउनु भनेको बजेटै छैन तेल मात्र तेल चाउचाउ पानी तेल चाउचाउ पानी भएर होइन राजा तेल चाउचाउ पानी रहेछ हामी यो ठाउँमा देखिहाल्छु म आइसकेको चौरी खर्क आइसकेको छौँ अनि यहाँ फिल्ममै सुटिङमा हो नि तर सायद हो मखमली हामी एउटा ग्रुप फोटो अनि ग्रुप फोटो खिच्छौँ अनि यसै गरी हामी अब सिधै तल गएर चाहिँ बेस क्याम्पनिर गएर भिडियो बनाउँछु अनि पुरै अँधार भइसक्यो त्यो साइड पुरै अँधार भइसक्यो अब यो साइड अँधार हुन्ला मानेर कालो बादल आइसक्यो सो अब आज पानी पऱ्यो होइन अरू के त हामी उहाँ गएको पनि रुकुमकोटमा पनि जात्रा थियो भूमि पर्वको त्यहाँ अलिकति प्र्याक्टिस थियो अरे त्यहाँ अनि आज चाहिँ पुरै कम्पिटिसनै हुन्छ अरे अनि तलतिर चाहिँ वाइल्डै तलतिर यस्तो छ तलतिर सो त्यहाँ भेडाहरू पनि आइसकेका छन् भेडाहरू त्यहाँ त्यही देख्दै रहन्छ अनि अहिले जान्छौँ राजा रमाइलो भयो ट्रिप आजको ट्रेकिङ बबाल ट्रेकिङ के भन्ने हो त बाटो खासै अप्ठ्यारो छैन अघि त अप्ठ्यारो थियो अहिले खासै छैन ल हामी जान्छौँ गाना सुन्दै बाई गाइस फाइनल्ली बेस क्याम्पमा आइसकेको छौँ अनि जस्ट ट्रेकिङ राम्रै भयो ट्रेकिङ गर्ने हालतमा गएको थियौँ हामी खास आगै नै घुम्नु भनेर रमाइलो भयो माथिबाट त्यो डाँडा एउटा दुईवटा याददेखिको डाँडा एउटा दुईवटा तिनवटा डाँडा पारी त्यहाँदेखि अर्को डाँडा त 2वटा डाँडा छ चाहिँ तर जाँदा धेरै टाइम लाग्यो हामीलाई 2-2.5 घन्टा लागिसक्यो अनि फर्किँदा चाहिँ कमै टाइम लाग्यो छिटो टाइम फर्किँदा अप्ठ्यारो भएन तर यहाँ पनि यो ठाउँमा हो नि सिजनमा चाहिँ वाइल्ड लास्टिङ पर्छ अनि यो पुरै टेन्टहरू सबै ढाकिदिन्छ क्या दाइले भिडियो देखाएको हुन्थ्यो उहाँ चाहिँ दाइको चाहिँ उस रहेछ क्या आफ्नै यो क्याम्पिङहरू उस गर्ने अनि दाइ सोधौँ न दाइले के भन्नुहुन्छ सबैजनालाई नमस्कार म चाहिँ नवीन अधिकारी होइन मेरो घर चाहिँ अहिले अब हालसाल काठमाडौँ पुर्खोली जाजरकोट हो अहिले चाहिँ हामी यहाँ चौरी खर्क जाने बाटो कोइपा भन्ने ठाउँमा चाहिँ हाम्रो यहाँ क्याम्प छ पहाडी आँगन क्याम्प भनेर टिकटकमा च्यानल पनि छ अनि हामीले चाहिँ यो अब अघिल्लो वर्ष थुप्रै पर्यटकहरू आउनुभयो आन्तरिक होइन उहाँहरूलाई चाहिँ धेरै नै समस्या भयो पानीको खानेकुरा यताउता धेरै नै उयो अब्स्ट्याकलहरू हुँदाखेरि चाहिँ सजिलो होस् भन्नका लागि चाहिँ हामीले यहाँ क्याम्प खोलेर राखेका छौँ अनि हामीले चाहिँ प्याकेज सिस्टममा मान्छे बसाल्ने खुवाउने गर्छौँ अनि सबै कुराहरू हाम्रो टिकटकमा छ फोन नम्बरहरू पनि त्यहीँनिर राखिदिएको छौँ अनि त्यहाँ हेरेर कल गरेर बुकिङ गरेर आउन सक्नुहुन्छ अनि यो चाहिँ मध्य पहाडीबाट रुकुम र बागलुङको सिमानाबाट लगभग 5 किलोमिटर माथि होइन अवस्थित छ यो हाम्रो क्याम्प चाहिँ अनि अब मलाई चाहिँ के लाग्छ भन्नुहुन्छ भने के अरे यो हिमालको रेन्ज अनि अब यो फुलहरू बुकीहरू हेर्नलाई चाहिँ सबैभन्दा छोटो दूरीको डेस्टिनेसन यही नै हुन्छ जस्तो लाग्छ होइन
आउनुहोस् हेर्नुहोस् एकदम वर्थ इट छ होइन। असारको दोस्रो हप्तादेखि त खतरा नै हुन्छ, झन् बवालै हुन्छ। फुलहरू फुलेर बुगी फुलहरू पनि फुल्छ। त्यसको इन्जोय लिन चाहनुहुन्छ भने चाहिँ हजुरहरूलाई एकदमै स्वागत छ हाम्रो पहाडी आँगन क्याम्पिङ सेवामा। हस् धन्यवाद। बेस क्याम्पबाट फर्किसकेका छौँ। आशिष पछाडि आउँदैछन् अनि त्यस राम्रै मलाई थकाइ लाएर म चाहिँ पछाडि बसिरहेको छु। अनि अगाडि भ्यू चाहिँ यस्तो छ, बाटो एकदम खतम छ। बाटो लास्ट खतम छ। त्यहाँ ढल्ला जस्तो गरेको छ, ढलेन यार काक भइदिएको होइन। यस्तो हाल्ने यो टायरले छल्लियो, ढुङ्गाले चाहिँ साइडमा हाल्ने रमाइलो छ। बाटो अति अप्ठ्यारो छ यार। ओह्रालोमा स्कुटी चलाउनु जस्तो अप्ठ्यारो केही हुन्न। दुइटा ब्रेक हान्नु पऱ्यो, हातको धजिया उडिहाल्छ। अब हामी त्यो के अरे तेल हाल्ने ठाउँको नाम के अरे पाल्छ होला, काँक्री। अब हामी चाहिँ काँक्री गएर तेल भर्छौँ किनकि हामीसँग कति छ, 3 डन्डी छ। अनि हामीले तेल कति खर्च गऱ्यौँ होइन। हामी आउँदाखेरि चाहिँ मैले 900 हालेँ, अनि फेरि 700को 14, 15, 1600को तेल। अनि अरू खासै केही भएन। दुई भाइले आशिषले र मैले चाहिँ 700को तेल हाल्यौँ। पछि फेरि फुटेको आशिष आउँदैछ पछाडि। अनि आशिष पछाडि आउँदैछन्, कुरिरह सँगै जाऊँ कि भने त नपल्टाउनु कि भन्ने हो। उनी एक्लो छन्, अगाडि पठाऊँ होइन। ऊ एक्लो छन्, अगाडि पठाऊँ। अगाडि चाहिँ अगाडि राजा आउँदैछन्, आशिष राजा। यिनले चाहिँ ब्याग दिइदिएको। तिमी एक्लै छ पछाडि के आरामसित जाऊ, एक्लै केही हुन्न। राजा राइडर के उनले गाउँ यस्तो छ यिनको पनि, गाउँ पुरै दुर्गम हो होइन राजा। त्यही हो। अब चाहिँ हामी भिडियो चाहिँ अलिक ढिलो नै आउला किनकि जस्तै अस्ति जस्तै हाम्रो सुर्खेतदेखि रुक्मुगुड गएको के अरे सुर्खेतदेखि रुक्मुगुड गएको भ्लग चाहिँ पार्ट 1 मा आउँछ, डे 1 मा। अनि आज डे 2 को चाहिँ छुट्टै आउँछ। डे 3 को अब डे 3 दिउँसो गरेर चाहिँ भिडियो एडिटिङ गरेर हाल्ने भन्ने हो। अब कलेज पनि स्टार्ट भइसकेको छ। अनि हेरौँ टाइम दिनसम्म चाहिँ त्यसरी टाढो त्यो क्वालिटी होस् क्या। मलाई अलिअलि त नलेज त यस्तो भिडियो नलेज छैन चाहिँ के कसरी गर्ने यताउति भनेर। अनि गरिहाल्छु, मैले आफ्नो बेस्ट दिन्छु। सबैले भिडियो हेरेर चाहिँ इन्जोय गर्नु होला। अनि मैले त्यो एउटा दाइको चाहिँ त्यो यहाँ पहाडी ग्रुप समथिङ उहाँले चाहिँ यो क्याम्पहरू सञ्चालनमा गर्नु भएको रहेछ। उहाँले चाहिँ यहाँ आउने सबै उसलाई चाहिँ फर्स्ट दिनुभएको रहेछ। मैले भन्दा नि उहाँ दाइले चाहिँ आफ्नो पुरै बोलिदिनु भएको छ भिडियोमा। म त्यही भिडियो चाहिँ यहाँ पनि हालिदिन्छु। अनि उहाँ दाइलाई कन्ट्याक्ट गर्नु होला। उहाँलाई एकदम फेरि दामी हुनुहुन्छ होइन, एकदम हस्पिटालिटी दामी थियो। अनि एक्लै भएको मान्छे किन अब त यस्तो छ यस्तो छ। गीत सुन्नु जाने हो, गीत बजायो भने फेरि कपिराइट लाग्ला। तकसेरा जाने बाटो चाहिँ यही रहेछ। हामी त्यही जान लाम, सन्सेट छ तर बाटो लास्टै खतम छ। अनि हामीहरू चाहिँ अब पालै चलाउने, अनि हिँड्ने, फेरि चलाउने, हिँड्ने, चलाउने, हिँड्ने, त्यही गर्ने भन्ने छ। अब हेरौँ कस्तो हुन्छ। अहिलेसम्म बाटो खतम छ, तकसेरा जाने बाटो। एउटा सोधिदिएको यहाँ माथि डाँडासम्म चाहिँ अलि अप्ठ्यारो छ, त्यहाँ माथि ठिक छ हुनुहुन्थ्यो। जाऊँ न, फर्किने कुरा हुँदैन, जसरी पुग्ने हुन्छ। घाम डुबिसक्यो, हेरौँ के हुन्छ। उकालो चढ्न कम गाह्रो छ। यस्तो छ यहाँको भ्यूहरू चाहिँ बबालै छ। स्कुटी 2जना तानेन, एउटैले गर्नु पऱ्यो अब। माथि गेटदेखि चाहिँ अहिले बाटो चाहिँ ठिकै रहेछ यता तलतिर। ओह्रालो छ, हात लास्टै दुख्ने भयो। सिङ्गलको त गइहाल्ला कि डबलमा, तर डबल नआउने सजेस्ट गर्ने होइन राजा। डबल चाहिँ आउँदै नआउने। बरु एउटा बोलेर ल्यायो, मजाले फ्यामिली आयो, फ्यामिलीसँग आयो। यस ठाउँ त राम्रो छ। अब अझै भइसक्यो। अब अझै
तकसेरा पुग्न यहाँदेखि 40 मिनट अझै लाग्छ भन्नुभएको छ। अब हामी त्यस्तो अफरोड नगरेको 1 घन्टै लाग्छ राजा होइन। पानी खाने ठाउँ पनि पाइएन, त्यो घरमा पाउनुपर्ने रहेछ। बल्ल अँध्यारो भएको बेला चाहिँ यो तकसेरा छुट्टिने र के छुट्टिने बाटो अर्को यताको यो कोल जाने बाटो 6 किलोमिटर र तकसेरा जाने बाटो 10 किलोमिटर छ अरे यता। यस्तो भयो यहाँ यत्रो हिँडियो करिब 1.5 घन्टा अफ रोड हानियो, तर पनि हामी अहिलेसम्म मात्र 11 किलोमिटर कुदेर बाटो बिग्रिया रहेछ भने त 1 किलोमिटर पनि 10 किलोमिटर जति हुँदो अनि रहेछ। सिङ्गललाई चाहिँ उनी सजेस्टै नगर्नु होइन, होइन डबललाई स्कुटरमा डबललाई सजेस्टै नगर्नु। बाइक पनि गाह्रो छ यार, बाइक पनि गाह्रो छ, सिङ्गल आउनु आएपछि सबभन्दा बेस्ट एउटा बोलेरो गाडी रिजर्भ गरेर ल्याउने गाडी रिजर्भ गर्ने जान्छ बरु यार। हिँडेर आउने। तकसेरा जान लाग्छ। अब म चाहिँ एकछिन हिँड्छु, मेरो खुट्टा लास्ट कुन्जी हो, अनि त्यहाँ पानसानी छ भने खानु पर्ला। अनि तकसेरा जाने यस्तो छ बाटो चाहिँ माथि राम्रै देखिया तर है। 10 किलोमिटर छ, अब राम्रै होला बाटो। म उता गाउँ बत्ती जस्तो लाग्छ मलाई। बत्ती 10 किलोमिटर बढी टाढा होला यार, हुन पनि सक्छ। खुत्की लाग्यो ल अलि पर्दा चिसो पानी खाएर जानु राजा। बस्ने हो र चिसो पानीकै खाएर जाऊँ यार। बाटो सोधौँ कस्तो छ, राम्रो छ भने हिँडिहालौँ। राम्रो बसेर त्यही भएर यस्तो छ बाटो चाहिँ ओभर छ है, बाटो ओभर छ। आउनुलाई मिलाएर यो बरु हामीले चाहिँ यता सिधै डाइरेक्ट तकसेरा आयौँ भनेपछि चाहिँ अलिकति त्यहाँ उहाँ के अरे ठाउँ राम्रो बिर्सिहाल्यो राजा। के अरे त्यो चौरी खरक चाहिँ जान एकदम हामी सक्दैनौँ। सक्नुहुन्छ भने